हेलो एन्ड नमस्ते ब्युटिफुल पिपल। सन्चै हुनुहुन्छ होला तपाईँहरू, होइन? लाज लाग्छ तपाईँलाई बोल्न। मेरो कपाल झरिरहेछ अनि तपाईँहरूले म नयाँ के सुनाउ छोडिदिए, नयाँ के सुनाउने भन्नु त। ब्लगमा मेरो ब्लगमा आज म तपाईँहरूलाई एउटा एकदमै तपाईँहरूको के भन्ने छोडिदिए उसलाई इन्ट्रोड्युस गर्दाखेरि त्यही के भन्ने हो क्या, तपाईँलाई इन्ट्रोड्युस गराउनु पर्यो भने कतै पछि अवार्ड फङ्सनहरूमा तपाईँ आफूलाई के भनेर इन्ट्रोड्युस गराउन चाहनुहुन्छ होला? द वान एन्ड ओन्ली छोटी दिदी भनेर भन्नु न। द वान एन्ड ओन्ली छोटी दिदीलाई आज हामी तपाईँहरूलाई इन्ट्रोड्युस गराउन गइरहेको छौँ युट्युबमा पहिलोपटक, होइन त नि? योभन्दा पहिला तपाईँ युट्युबमा आउनु भएको छ छैन भनेपछि आजबाट तपाईँको युट्युबमा ऊ भयो, एउटा स्थान प्राप्त भएछ अब द वान एन्ड ओन्ली छोटी दिदी भनेर। पछि गएर कसैले पनि उहाँलाई खोज्नु पर्यो भने युट्युबमा द वान एन्ड ओन्ली छोटी दिदी गरेर खोज्यो भने तपाईँ कहाँ पुग्दा हुन्छ? ठिक छ। उसो भए अब हामी तपाईँलाई इन्ट्रोड्युस गराउन गइरहेछौँ द वान एन्ड ओन्ली छोटी दिदी। ल क्ल्याप गर्नुहोस्, ड्रम रोल। छोटी दिदी यहाँ हेरिदिनु, हेलो गरिदिनु सबैजना। हेलो। छोटी दिदी पढिराख्नु भएको छ। अब छोटी दिदीकोमा जानुपर्छ पर्खिनु तपाईँलाई देखाउनलाई। छोटी दिदी हेलो भन्नु। तपाईँ अब हामीले के गर्छौँ भन्दाखेरि छोरीसँग स्टडी विथ मी सेसन गर्छौँ, होइन? छोटी दिदीसँग पढ्ने होइन, यो कतै अड्याउने ठाउँ बनाउनु न। यहाँ राख्नु देखिन्छ। ल गाइज देखिरहेछौँ हामी मोटो भइसकेका छौँ। अब हामी भोलिबाट जिम जान्छौँ, हामी भने म मात्र। छोरी त जाँदैन, छोरी पढ्छ मात्र। अनि उसो भए हामी चाहिँ अब 10 दिन युट्युबमा आउने, होइन? तपाईँ र म दुईजना है, हामी दुईजना आउने युट्युबमा। अनि तपाईँको चाहिँ स्टडी विथ मी सेसन हुन्छ, होइन? हुन्छ। तपाईँ छोरीसँग आएर बसेर पढ्न मिल्छ। यही च्यानलमा आउँछ कि द वान एन्ड ओन्ली छोटी दिदी च्यानल छुट्टै पर्छ त्यहाँ आउने हो? यसमै आउने हो। यसमै आएर तपाईँ पढ्दा हुन्छ है। अझै यही भन्न चाहनुहुन्छ तपाईँ? भन्न चाहनुहुन्न? पढ्ने हो अझै, यहीँबाट पढ्ने हो? ल आउनुहोस् 5 मिनट पछि न। यो भिडियो पछि पढ्ने हो कि यो भिडियो त अब यो राखेपछि फोन राखे जस्तो यो ब्लगलाई राखेपछि जनता जनार्दनहरूलाई बाई भनेपछि अनि तपाईँ पढ्न सुरु गर्ने, होइन? हुन्छ। उसो भए कति बज्यो त नि? आज कति तारिक हो भन्नु? कति बज्यो अनि कति बजेबाट तपाईँ पढ्न सुरु गर्नुहुन्छ भनेर? अब बज्यो 8:25 अनि आज 13 डिसेम्बर हो। 13 डिसेम्बर 8:25 भयो भनेपछि तपाईँको सेसन कति बजेबाट सुरु हुन्छ? अब खाना खाएपछि सुरु हुन्छ? अहिलेबाट सुरु हुन्छ 9 बजे। अनि त्यति छिटो कहाँ हुन्छ त? अनि अहिलेबाट सुरु भएर 9 आधी घन्टाको सेसन हुन्छ। हुँदैन त्यस्तो। फेरि 10 बजेदेखि पढ्नु पर्छ। 10 बजेदेखि पढ्ने अनि 3 बजेसम्म पढ्नु पर्यो। अनि 10 बजेदेखि 3 बजेसम्मको सेसनमा आउँछन् सबैजना तपाईँलाई भेट्न, तपाईँसँग पढ्न भनेको। अहिले त तपाईँ खाना खान गइहाल्नुहुन्छ नि, होइन? अनि खाना खाएर आएपछि त्यति बेलासम्म तपाईँहरूले यो भिडियो पाउनुहुन्छ। त्यहाँबाट अनि हेर्दै जानु, आउँदै जानु सबैजना यहाँ पढ्नलाई, है? हो जाने अब हामी। बाई। उसो भए हामी आउँछौँ भोलि फेरि रातिको 9 बजे तपाईँहरूसँग। टिल देन बी सेफ। दिस इज ओग्ला बोरा ब्लग साइनिङ अफ। भन्नु त्यस्तो नयाँ भन्नुहुन्न, भोलिबाट भन्नुहुन्छ है। ल बाई।